विदेशमा बस्ने नेपालीले भोट हार्न पाउनुपर्छ भन्ने कुरा त कति सुन्यो होइन, तर यो सामान्य देखिने अधिकार दिन किन यति धेरै गाह्रो भइरहेको छ? आखिर कुरो केमा अल्झिएको छ त? ल, आज यही विषयलाई अलिक खोत लिएर हेरौँ। यो संख्या सानोतिनो होइन है। अनुमान अनुसार 30 लाख भन्दा धेरै नेपालीहरू कोही कामले कोही पढाइले देश बाहिर हुनुहुन्छ। यो भनेको नेपालको जनसङ्ख्याको एउटा निकै ठूलो हिस्सा हो। तर अचम्मको कुरा के छ भने यत्रो ठूलो संख्या देशको भविष्य बनाउने चुनावको प्रक्रियाबाटै बाहिर छ। उहाँहरूको आवाज, उहाँहरूको मत देशको नीति बनाउने ठाउँमा पुग्नै पाएको छैन। त्यसो भए के कुराले रोक्यो त? प्रश्न सुन्दा त सिधा लाग्छ, तर यसको जवाब त्यति सजिलो छैन। यसमा कानूनी, प्राविधिक अनि राजनीतिक अनेकौं गाँठाहरू छन्। ल, एक एक गरेर यी गाँठाहरू फुकाउने कोसिस गरौँ है त। र रमाइलो कुरा के छ भने यो खाली नेताहरूले भाषणमा बोल्ने कुरा मात्रै होइन। विदेशमा बस्ने नेपालीलाई भोटको अधिकार दिनुपर्छ भनेर त कानूनले नै बाटो खोलिसकेको छ। हेर्नुस् है, कुरो कहाँबाट सुरु भयो? 2074 सालमा। त्यति बेलै सर्वोच्च अदालतले सरकारलाई विदेशमा भएकालाई भोट हाल्ने व्यवस्था मिलाउनु भनेर आदेश दिएको हो। अहिले आएर सरकारले बल्ल दूतावासहरूसँग के गर्न सकिन्छ भनेर सोधपुछ गर्दैछ। गृहमन्त्रीले त झन् लौ न, अब आउने चुनावमा अध्यादेश ल्याएर भए पनि यो काम गर्छौं भन्नुभएको छ। तर कुरा जति सजिलो सुनिन्छ, गर्न उति नै गाह्रो छ। अब सबैभन्दा पहिले दिमागमा के आउँछ? सिधै दूतावासहरूमै गएर भोट हाल्ने व्यवस्था मिलाउने, होइन त? सुन्दा त एकदमै स्ट्रेट फरवर्ड उपाय लाग्छ, तर वास्तविकतामा यो लगभग असम्भव जस्तै हो। किन असम्भव? ल हेर्नुहोस् है त। पहिलो त खर्च। 30 लाख मतदाताका लागि 100 ठाउँमा मतदान केन्द्र बनाउनु पर्यो, हजारौं कर्मचारी खटाउनु गर्यो, कति खर्च लाग्ला? अनि अर्को कुरा दूरी। कोही मान्छे दूतावासभन्दा 100 किलोमिटर टाढा बस्छ भने भोट हाल्नकै लागि त्यत्रो खर्च गरेर समय खर्चेर आउला त? अनि सबैभन्दा ठूलो कुरा, जुन देशमा बसेको छ त्यो देशको सरकारले ल तिमीहरू चुनाव गर भनेर अनुमति देला कि नदेला? हो, यही कारणले यो आइडिया काम लाग्दैन। यो एउटा उदाहरणले नै सबै कुरा छर्लङ्ग पार्छ। सोच्नुस् त, अस्ट्रेलियाको पर्थमा बस्ने कोही नेपालीले भोट हाल्नकै लागि क्यानबेराको दूतावाससम्म जानु पर्यो भने कति दिन लाग्ला? कति पैसा खर्च होला? यहाँ देशभित्रै काठमाडौँबाट धनगढी गएर भोट हाल्न मान्छेलाई हम्मे पर्छ भने विदेशमा त यो झन् कहाँ सम्भव हुनु? ल ठिक छ, दूतावासमा मतपेटिका राख्न त गाह्रो भयो। त्यसो भए अर्को उपाय के त? प्रविधि अर्थात् इलेक्ट्रोनिक भोटिङ मसिन, जसलाई हामी इभीएम भन्छौं। के यो एउटा समाधान हुन सक्छ त? अब इभीएमको कुरा नेपालमा चलेको यो पहिलो पटक चाहिँ होइन। नेपालले इभीएमसँग टेस्ट गर्न थालेको त 2064 सालदेखि नै हो। कहिलेकाहीँ एकाध ठाउँमा प्रयोग भयो, फेरि भएन। यो त आयो गयो जस्तै भइरह्यो, कहिले पनि देशैभरि टिकेर लागू हुन सकेन। किन त? हो, यसको पछाडि बलियो कारणहरू छन्। अब यो टेबल हेर्दा इभीएम किन नेपालमा फेल खायो भन्ने कुरा प्रष्ट हुन्छ। पहिलो त पैसाको कुरा। सुरुमै किन्दा 5 देखि 7 अरब रुपैयाँ। अनि त्योभन्दा पनि ठूलो समस्या, राजनीतिक दलहरूलाई नै यसमा विश्वास छैन। त्यसमाथि 5-7 वर्षमा प्रविधि पुरानो भइहाल्छ, फेरि अर्बौं खर्च गर। यही कारणले गर्दा आखिरमा घुमीफिरी त्यही मतपेटिका नै सबैलाई ठिक लाग्दै आएको छ। ल, दूतावास पनि भएन, इभीएममा पनि विश्वास भएन भनेपछि के अब बाटो बन्द भयो त? भएन। अबको विकल्प भनेको अझै आधुनिक प्रविधि हो, जस्तै इन्टरनेटबाटै भोट हाल्ने, अर्थात् अनलाइन भोटिङ। अब यो कसरी काम गर्न सक्छ त? विज्ञहरूले एउटा खाका पनि बनाएका छन्। पहिलो स्टेप, विदेशमा बस्नेले आफ्नो पासपोर्ट, भिजा जस्ता डकुमेन्ट राखेर अनलाइनबाट नाम दर्ता गर्ने। दोस्रो स्टेप, निर्वाचन आयोगले त्यो सबै विवरण चेक गरेर अस्थायी मतदाता लिस्ट बनाउने। तेस्रो स्टेप, चुनावको बेला तोकिएको समयमा लगइन गरेर आफ्नो मत हाल्ने। अनि चौथो र सबैभन्दा महत्त्वपूर्ण स्टेप, भोट हालेपछि मोबाइलमा एउटा ओटिपी कोड आउँछ। त्यो हालेपछि मात्र भोट पक्का हुन्छ। सोच्नुस् त, अहिले यही ओटिपीबाट करोडौंको ब्याङ्किङ कारोबार सुरक्षित हुन्छ भने एउटा भोट किन हुन सक्दैन? र यो कुनै असम्भव काल्पनिक कुरा पनि होइन। फिलिपिन्स, इन्डोनेसिया जस्ता देशहरूले त आफ्ना लाखौं नागरिकलाई विदेशबाटै भोट हाल्ने सिस्टम बनाइसकेका छन्। उनीहरूले गर्न हुन्छ भने हामीले नसक्ने भन्ने कुरै भएन। उनीहरूको अनुभवबाट सिक्ने ठाउँ कति छ कति। तर कुरा प्रविधिमा मात्रै गएर अड्केको छैन। मानौ सबभन्दा राम्रो प्रविधि भेटियो रे, तैपनि समस्या सकिँदैन।
किनभने यसको पछाडि केही यस्ता गम्भीर राजनीतिक र कानूनी अडचनहरू छन् जसलाई फुकाउन झनै गाह्रो छ। अब यी चुनौतीहरू प्राविधिकभन्दा पनि गहिरा छन्। जस्तै सरकारसँग विदेशमा ठिक कति नेपाली छन् भन्ने भरपर्दो डाटा नै छैन। अनि खाडीका देशहरूले आफ्नो भूमिमा नेपालको चुनाव गर्न दिलान् त? त्यो पनि ठूलो प्रश्न हो। तर यी सबैभन्दा ठूलो प्रश्न के हो भने जुन व्यक्ति देशको कानूनभित्र बस्दैन के उसले त्यो देशको कानून बनाउने मान्छे छान्नु ठिक हो? यो प्रश्नमा ठूलो बहस छ। यो मुद्दा कति ठूलो हो भन्ने कुरा यो आँकडाले देखाउँछ। नेपालको कुल जनसङ्ख्याको झण्डै 20% अर्थात् 5 भागको 1 भाग विदेशमा छ। अब सोच्नुस् त, यति ठूलो भोट ब्याङ्कले चुनावमा भाग लियो भने नतिजा के होला? यसले त पुरै राजनीतिक समीकरण नै तलमाथि पार्न सक्छ। तर कथा यतिमै सकिँदैन। भोट हाल्न नपाउनेहरू विदेशमा मात्रै छैनन्। यो त एउटा ठूलो समस्याको एउटा पाटो मात्रै हो। अचम्म लाग्ला, निर्वाचन आयोगकै आँकडा अनुसार करिब 15 लाख मान्छे त देशभित्रै छन्, तर आफ्नो भोट हाल्ने ठाउँभन्दा टाढा भएकाले मतदान गर्न पाउँदैनन्। जस्तै कसैको घर दार्चुला हो, मतदाता नामावली त्यही छ, तर काम चाहिँ काठमाडौँमा गर्छ। अब भोट हाल्नकै लागि दार्चुला पुग्ने कुरा भएन। अनि उनीहरूको आवाज नि, त्यसको के गर्ने? त्यसैले अन्त्यमा यो कुरा खाली प्रविधि वा व्यवस्थापनको मात्रै होइन। यो त हाम्रो प्रजातन्त्रको परिभाषासँगै जोडिएको प्रश्न हो। के हाम्रो लोकतन्त्रले आफ्ना सबै नागरिकलाई उनीहरू देशभित्र हुन् वा बाहिर साँच्चीकै समेट्न सकेको छ त? त्यसैले अबको बहस कसरी भोट हाल्ने भन्ने प्राविधिक कुरामा मात्रै अड्किनु भएन। त्योभन्दा महत्त्वपूर्ण प्रश्न त यो हो, जब लाखौं नयाँ मतदाताले विदेशबाटै आफ्नो मत खसाल्न थाल्छन्, त्यसले नेपालको भविष्य र यहाँको राजनीतिलाई कस्तो मोड देला? सोच्नुपर्ने कुरा यही हो।